हेलो यहाँहरु सम्पूर्णमा नमस्कार। म विष्णु ढाल। आज चाहिँ म यता बजाङमा छु। बजाङ बुङ्गल पिपलकोट तिर यसो घुम्न गएको थिएँ। ठाउँ चाहिँ रमाइलो रहेछ। अनि गन्नबाट मैले नभएको थिएँ कि गन्नबाट यो गनाइखानको धार भन्नेसम्म 14 किलोमिटर रहेछ। तर बाटो भने लास्टै अप्ठ्यारोको डेन्जर कच्ची। अनि यहाँबाट तलतिर जाँदा बुङ्गल जाँदाखेरि चाहिँ बीचमा बाटो नरहेछ, जोडिएको नरहेछ। लगभग 200 मिटर जति बाटो बीचमा अवरुद्ध भएर कटिङ नभएर फेरि त्यहाँबाट चाहिँ तल पाउँदो रहेछ के। त्यहाँबाट तल चाहिँ हामी अटोमा गएको थियौँ। तपाईँ देख्न सक्नुहुन्छ पछाडिको भ्यू हेर्नु कस्तो दामी छ। जस मलाई रमाइलो लाग्यो। अनि यहाँ पुगेपछि यसो भिडियो बनाउन त भन्ने लागिहाल्यो के। अनि यता ठिक्क यो डाँडामा चाहिँ यस्तो होटेलहरू हुँदो रहेछन्। ऊ त्यहाँ छ एउटा होटेल अनि अर्को उ तलतिर टिनले छाएको। अनि अर्को भनेको तल छ। मैले बाइक चाहिँ तल राखेको छु त्यहाँ। अनि यहाँदेखि चाहिँ हिँड्दै ऊ तल त्यहाँ अटो त चल्ने रहेछ कि, तर बाटो यति अप्ठ्यारो रहेछ। अनि मैले सोचेको थिएँ यतातिर सायद चिसो हुन्न भनेर म देख्न सक्नुहुन्छ टी सर्ट हाफ प्यान्ट अनि यस्तो चप्पलमा आएको थिएँ। तर चप्पलमा आएको चाहिँ मजै लाग्यो, किनभने बाटोमा खाल्टाखुल्टी पानी थियो नि त। जुत्ता लाएर आएको भए चाहिँ लास्टै गाह्रो हुने रहेछ। अनि देख्न सक्नुहुन्छ यता हाइट धेरै छ। यता पछाडिदेखि नि गुराँसको रुख। अनि आजभोलि चाहिँ गुराँस नफुल्दो रहेछ। अनि उतापट्टि यताको नेटवर्क छ, टावर देखिन्छ कि देखिँदैन, त्यहाँ चाहिँ नेटवर्क भएन। अनि यहाँ चाहिँ यो राष्ट्रिय प्रसारणको लाइन हाम्रो दार्चुलामा भएको चमेलिया जलविद्युतसँग जोइन भएर छ। यताको सानो विद्युत 7 पोइन्ट कति मेगावाटको भन्थे के विद्युत तल बुङ्गलमा बनेको। अनि त्यसलाई चाहिँ त्यो राष्ट्रिय लाइनमा यसरी जोडिएको रहेछ। आजको मौसम यस्तो छ, पुरै बादल भरिएको छ। सायद पानी पर्यो भने बाटोमा अप्ठ्यारो पनि हुन्छ, गाह्रो पनि हुन्छ होला सायद। अनि यतापट्टि हेर्नु ऐँसेलुको बुट्टा। र ऐँसेलु पनि खान लास्टै मजा लाग्छ कि। अब कहिले खान पाइने हो थाहा छैन है। अब दोस्रोचोटि आउँदा चाहिँ यो बुट्टा कति ठुलो होला के। अहिले म भिडियो बनाउँछु, दोस्रोचोटि आउँदा चाहिँ यो बुट्टा हेर्नुपर्छ कि कत्रो हुँदो रहेछ भनेर। अनि टक्क यताको भ्यूज भनेको यस्तो छ। म चाहिँ अगाडि आइसकेँ अनि उतापट्टि दाइहरू आउँदैछन्। जस रमाइलो छ। तपाईँहरू पनि आयो भने यतातिर यसो घुम्नु होला, बस्नु होला। बस्ने व्यवस्था छ। होटेलहरू भने यस्तै टिनको छ। जस राम्रो छ गाइज। हेलो बाई बाई। अरू भिडियोहरू यस्तै बनाउँदै राख्दै गरौँला है त। हस् बाई।